नमस्कार, केयर फर एनिमल्सको युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। पशु स्वास्थ्य तथा पशुपालन सम्बन्धी विभिन्न जानकारीहरू प्राप्त गर्नका लागि हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। पशुपालक कृषकहरूको विभिन्न समस्याहरूमध्ये पाठेघर फर्कने एक प्रमुख समस्या हो। विशेष गरी गाई भैँसी पालन गरिरहेका कृषकहरूमा यो समस्याले धेरै नोक्सानी गर्ने गर्छ। यो समस्या किन हुन्छ, कसरी हुन्छ र हुन नदिन के गर्नुपर्छ, यी सबै कुरा थाहा पाए ठुलो आर्थिक क्षति हुनबाट अवश्य जोगिन्छ। आउनुहोस्, आजको यस भिडियोमा हामीले पाठेघर फर्कने समस्या कसरी हुन्छ र यो समस्या हुन नदिन के कस्ता उपायहरू अपनाउन सकिन्छ सो बारे चर्चा गर्दैछौँ। यो समस्या विशेष गरी दुई किसिमले देखिने गर्छ। पाठेघरको भाग नआई पाठेघरभन्दा बाहिरको या भनौँ योनिद्वारको भाग मात्र बाहिर आउनलाई चाहिँ भजाइनल प्रोल्याप्स भनिन्छ भने पाठेघर सहित बाहिर आउनलाई चाहिँ युटेराइन प्रोल्याप्स भनिन्छ। भजाइनल प्रोल्याप्स कहिलेकाहीँ बाली जाने लक्षण देखाएको समयमा पनि देखिने हुन्छ भने यी मुख्यतया यी दुवै समस्या बेथा लागेको समयमा ब्याउनुभन्दा अगाडि र ब्याएपछि हुने हुन्छ। भजाइनल प्रोल्याप्स हुँदा थोरै मात्र मासुको भाग बाहिर आउँछ भने युटेराइन प्रोल्याप्स अथवा पाठेघरको प्रोल्याप्स भयो भने पाठेघर ठुलो मात्रामा बाहिर आउँछ र यदि गाई अथवा भैँसी उभिँदाखेरि भुइँसम्म छुनेसम्म हुने गर्छ। यस समस्याका प्रमुख कारणहरू पशु बस्ने भुइँको सतहको पछाडिको भाग बढी ओह्रालो हुनु, पाठेघरमा असजिलो भई पशुले बढी बल प्रयोग गर्नु, इस्ट्रोजन हर्मोनको प्रभाव बढी हुनु, शरीरमा क्याल्सियम फस्फोरसको कमी भएमा वा सन्तुलन बिग्रेमा, हरियो कलिलो घाँस बढी खान दिएमा चाहिँ यो समस्या देखिने हुन्छ। उपचार तथा व्यवस्थापन। यस समस्याको उपचार तथा व्यवस्थापन गर्नका लागि निम्न प्रमुख उपायहरू अपनाउन सकिन्छ। जमिनको सतह पशुको पछाडिको भाग अग्लो र अगाडिको भाग होचो हुने गरी राख्ने, ब्याउने समय र ब्याएको 1-2 दिनसम्म हरियो कलिलो घाँससँगै पराल वा सुके घाँस मिसाएर खुवाउने, क्याल्सियम फोस्फोरस तथा खनिज धिक्का लिएर खुवाउने, पशुलाई सफा न्यानो ठाउँमा राख्ने र पाठेघर फर्केको भाग मुनि सफा कपडा राखिदिने र अन्तिममा तुरुन्त नजिकको पशु प्राविधिक वा पशु चिकित्सकलाई बोलाएर उपचार गराउन सकिन्छ।